अलि फरक देखाउन लाग्छ हैन खाने ठ्याक्कैमा काट खाइ छैन कालो भाइ चाहिँ मुख बान्छ हामी सोच्न लागि ब्याक टु न्यू वीडियो न्यू सबै सन्चै रहन्छ म पनि सन्चै रहन्छु आज हामी घुम्दै कहाँ पुग्यौँ रे 14 भन्दा अगाडि आइपुगेछ मेरो हातमा छ पान पहिले पान खान्छ पान त दुईजनाको अनि मेरो युट्युबमा कति 100 पुगेछ 100 पुगेकोमा अलिकति डिफरेन्ट गर्न जान लाग्छु एउटा गिफ्ट म कसैको लागि यो छोडिदिन लाग्छु हैन त्यो त्यसमा कासिम छोड्ने त थाहै छैन रोटेसन रोज हामी भन्छौँ लास्टसम्म हेर्ने लास्टसम्म इन्सम्म हेर्ने हो भने यहाँ कोही यो कहिलेको बिचमा छ चनौर र खरिमपुरको बिचमा छ अलिकति होइन हामीले त्यस्तै खानु त्यही सामने यताको मान्छे हेर्नु चाहिँ सबै गरिदिनु होला अनि कासिम राखिन्छ यो भिडियो त अब लास्टसम्म हेर्ने पनि थाहा भइहाल्छ लास्टसम्म हाल्ने पनि थाहा भइहाल्छ त्यो कासिम राखिन्छ भने हेरिराख्ने अनि मान्छेले पनि हेरिरहेछ केसीके अटोमोबाइल पेट्रोल पनि यहाँ छ केसी अटोमोबाइल अगाडि छ थोरै अझै गरेर हामी राख्नेछौँ यो टिएसके छ मैले मिस्टेक भने सरी टिएसके अटोमोबाइल पेट्रोल पम्प हो कस्तो पेट्रोल पम्प हो यहाँ गाडी बिग्रेछ गाडी आम्बो कतिको लेखेको गाडीको देखेर म देखिहाल्छु मुखमा पानी छ अगाडि गएर खाउँला क्या पनि पाइन्छ होला नि पानी पाइने अरे त नास्ता खानु खाउँला क्या हामीलाई के भन्यो होला नि मान्छेले होइन यहाँ अलि गाडी चलाउनु चाहिँ खाएर चलाइराख्ने है गिफ्ट माग्नु पर्छ क्या त्यो भएपछि त थोरै अन्त दिनमा छोरीमा चलाउँछ मैले चलाउँदै त बस्छ फालिने झोल्छ बाँकी अनि जानेमा लागि म सोचेँ हामीले रोक्ने पनि भन्छौँ क्या हामी कासिम राख्ने क्या यो गीत भनेर अलिक खोजिङ भइरहेको छ होइन तपाईँले एउटा अलि फरक देखाउनु लाग्छ होइन त्यहाँ डाइल देख्नु पर्दा मैले यो चस्मा छ नि ठ्याक्कैमा कासिम छोडिदिन्छु हो किन थाहा छैन मलाई अलिकति अगाडि गएर मैले छोड्छु हो कि ठ्याक्कै कसैले यो भिडियो हेरेछ नि त्यो चस्मा हेरेर मलाई भनिदिनु होला है लिन आयो हुन्छ दाइ चस्मा चाहिन्छ नि कुन चस्मा रे हो चस्माको नाम थाहा छैन चस्माको नाम पनि भन्नु मैले चस्माको नाम पनि थाहा छैन घाम छ लास्टै त्यही अनि घरदेखि बाहिर निस्किँदा चाहिँ कालो भाइ चाहिँ मुखमा बान्छ यो चस्मा राख्ने ठाउँ भएको छैन चस्मा राखेर चाहिँ जान्छ है राख्न ठ्याक्कै एउटा चोटतिर राख्ने हो क्या मेरो युट्युबमा 100 पुगेछ नि 100 गिफ्ट भनेको यही हुने हो क्या मेरो हामी पनि एउटा लोकेसन पनि पाइसकेका छौँ श्री राम जानकी बाल विकास केन्द्र यहाँ छ ठ्याक्कै हामी थोरै यहाँ कुनै के नाम लेखेको छ त्यही सिमी हो राखेको छ फोनमा निस्केर सामान चाहिँ राख्ने ठाउँमा लेखेर दिइहाल्छु यहाँ बालबालिकाहरू पढ्ने ठाउँ हुन्छ यहाँ छौटा म राखिदिन्छु मलाई देखाइदे गाइस चस्मा राख्नु गइरहेको छ
कासिम राख्छ पसल भन्ने लेख्छ नि मन्दिर के लेखेको छ त्यहाँदेखि राख्नु मन्दिर पसल ल त्यहाँ घर जाँदै गर्छस् चस्मा यही छ यो पर्सी